बोटको एउटा प्रब्लम भयो बेहुलाले बेहुली लिएर हिँड्दियो गोटा मण्डपमा छैनन् यता लमी यता बेहुलाको दिदी अनि यता म ओइ बेहुला रोम रोम भाइयों सिस्टम पार देंगे। हेलो गाइस वेलकम बैक टू माई चैनल सम्पूर्णमा सबैजनालाई यो भिडियोमा स्वागत गर्दछु। वेलकम बैक टू सुलुलुलुस ब्लग र आज सुलुलुलु ब्लग चाहिँ स्टार्ट हुँदैछ डाइरेक्ट सिलापथार बेहुलीको घरबाट। ल अब बेहुली भन्दाखेरि आज हो हाम्रो नवजित काकाको बिहे। सबभन्दा पहिले हामी बिहे घरमा पुग्यौं। बिहे घरमा पुगेको बादमा बेहुलोलाई त स्थान दिएर बसाइहाले बट हामीलाई कसले स्थान दिने। सो अहिले टाइम हुँदैछ बेहुलो पर्सिने। यी बेहुलो पर्सिरहेका छन् र बेहुलो पर्सिसकेको बादमा रुवाबास स्टार्ट भयो र बेहुलोलाई तान्दै 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 भित्र लगे। फाइनली हामी भित्र आइपुगे। अहिले टाइम हुँदैछ तपाईको 11:30 र मलाई लाग्यो एकदम जाडो र सहितै निन्द्रा। सो निन्द्रा र जाडो लाग्न त लाग्दैछ बट कहाँ सुत्नु बिकज म आज बाहुन बनिएर गएको छु। सो हजुरहरूलाई त थाहा हुन्छै बाहुनको कस्तो रोल हुन्छ। गोटा राति गार्जन जसरी बस्नु पर्यो। सो अहिले हाम्रो यता दिदी दुईजना हुनुहुन्छ, यता ईशा दिदी अनि उता वर्षा दिदी। यता दुईजना दिदी हुनुहुन्छ ट्विन्स। यता दुईजना दिदी मेरो खासै राम्री दुईजना दिदी हुनुहुन्छ। र मलाई बहुतले भन्थे कि दादा तपाईको फ्यान्स बहुत छन् सिलापथारमा बहुत छन्। खै एउटै देखिन कहाँ गए ओइ सिलिलिलु हो खै कहाँ गए छन्। बोटको एउटा प्रब्लम भयो बेहुलाले बेहुली लिएर हिँड्दियो गोटा मण्डपमा छैनन् यता लमी यता बेहुलाको दिदी अनि यता म ओइ बेहुला बेहुली लिएर हिँड्यो भनेर चाहिँ भुलेर नजाउन पो थालेछन्। ऊ हाम्रो बेहुला ऊ बेहुलीमा झाडा लाग्न थाल्यो। यही हो नेपाली बिहा। फाइनली नियम सियम सबै खतम भयो। अब स्टार्ट हो बेहुलीको रुने टाइम। र अब बेहुली त रुन्छे र सहितै सम्पूर्ण जनती पार्टीलाई पनि रुवाइदिन्छन् हो। र यी स्टार्ट भयो बेहुली रुने। बेहुली जसरी रुँदैछिन् नि के भन्नु गाइस मलाई रोम लाग्यो यार। अब म रुइदिएर त हुँदैन बिकज मलाई लागिरहेछ निन्द्रा। अब निन्द्राको झोकमा म रुइदिएँ भने कसरी हुन्छ। सो अब हामी यहाँबाट निक्लेको बेहुली लिएर र बाटोमा हामी सिलापथार टाउन देखाउँदै जान्छ। तो फाइनली अभी ये चाय का टाइम। यहाँ पे दीदी यता ये एक बंदर ये दूसरा बंदर चाय